राधे राधे। तपाईहरु हेर्दै हुनुहुन्छ श्रीराधा अनलाइन टिभी। श्रीराधा अनलाइन टिभी को साथमा आइसकेको छु म उमेश गुरु। विशेष च्यानल विशेष भिडियोहरुमा चाहिँ यहाँहरुलाई हामीले विशेष जीवन उपयोगी कुराहरु प्रस्तुत गर्दै आइरहेका छौं र आज पनि मैले लिएर आएको विषय छ तपाईहरुले चाहिँ यी 6 अवस्थामा रिसाउनु भयो भने चाहिँ तपाईको जीवनमा समस्या हुन सक्छ अथवा पीडा हुन सक्छ। यो विषयको भिडियो लिएर आएको छु। अहिलेसम्म श्रीराधा अनलाइन टिभीलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर अगाडि बढ्नु होला। विशेष प्रकारले चाहिँ हामीले हाम्रो जीवनमा धेरै जना रिसाउने पनि हुन्छन्, कोही हाँसिरहने हुन्छ, कोही रिसाइरहने हुन्छ, धेरै किसिमका मान्छेहरू देखिरहेका हुन्छौं। तर कुन टाइममा तपाई रिसाउनु भयो भने त्यो रिसाइले कतिको चाहिँ राम्रो गर्छ जीवनमा र कतिको नराम्रो गर्छ, यो विषयको भिडियो लिएर आएको छु। यदि तपाई बिहानै उठ्ने बित्तिकै रिसाउनु भयो भने यसले तपाईको पुरा काम नै बिगार्दिन सक्छ। दिनभरि नै काम के हुन्छ, नराम्रो हुन्छ, काममा विघ्न बाधा आउँछ। अनि पूजा गर्ने समयमा यदि तपाई पूजा गर्ने समयमा भगवानको प्रार्थना वा पूजा गर्दा रिसाउनु भयो भने भनिन्छ कि रिस गरेको भगवानले पूजा चाहिँ स्वीकार गर्नु हुँदैन। रिसाई गरेको पूजा चाहिँ भगवानले स्वीकार गर्नु हुँदैन। 3 नम्बरमा रहेको छ भोजनको समय अथवा खाना खाने समय। यदि यो समयमा पनि तपाईहरु रिसाउनु भयो भने खाना खाँदाखेरि नकारात्मक कारणले शरीरलाई रोगी बनाइदिन्छ। अझ तपाईले खाना खाँदा मोबाइल हेरेर खानु भयो भने त्यसले पनि अन्नको चाहिँ अपमान गरेको हुन्छ र त्यसले पनि तपाईको शरीरमा राम्रो गर्दैन। त्यस्तै गरी 4 नम्बरमा रहेको छ घरबाट निस्किने बेलामा पनि रिसाएर निस्किनु हुँदैन। यदि यो टाइममा रिसाएर निस्किनु भयो भने तपाईको कुनै पनि काम सही ढंगले सफल हुँदैन, काम बिग्रिन्छ, त्यो काम पूरा हुँदैन। त्यस्तै गरी अर्को नम्बरमा रहेको छ बाहिरबाट घर फर्किने बित्तिकै रिसाउने झन्किने गर्नुभयो भने पनि तपाईले यसो गर्दा घरको लक्ष्मी र समृद्धिको वास हुँदैन। लक्ष्मी रिसाउनु हुन्छ, लक्ष्मी माता क्रोधित हुनुहुनेछ। त्यस्तै गरी राति सुत्ने बेलामा तपाईहरु सुत्ने बेला झगडा गर्दै सुत्नु भयो भने पनि यसले पनि तपाईको मानसिक तनाव बढाउँछ र आयु घट्छ। यदि तपाई रिसाएर सुत्नुभयो, रिसाउँदै सुत्नु भयो भने पनि यसले तपाईको जीवनमा धेरै प्रभाव पार्छ। यस्तै विशेष प्रकारका भिडियोहरू हामीले समेट्दै आइरहेका छौं र हाम्रो च्यानल तपाईहरुले हेर्नु भएको छ, सुन्नु भएको छ र देख्नु भएको छ। कस्ता भिडियोहरू यहाँहरुले हेर्न चाहनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ र कुनै पनि प्रकारका समस्याहरू छन्, कुण्डली हेराउनु पर्यो अथवा फुकफाक तन्त्र मन्त्र जडीबुटी बुट्टी बान्नु पर्यो भने हाम्रो ल्यान्डलाइन नम्बर 01 45 017 100। त्यस्तै गरी 98 17 041 655 मा बिहानको 8 बजेदेखि बेलुकाको 8 बजेसम्म फोन अथवा इमो, व्हाट्सएप अथवा भाइबरमा मेसेज गर्न सक्नुहुनेछ। आजलाई यति नै। राधे राधे।